है भोक लाग्यो मलाई त के खाने हो र ओहो समस्या भयो त नखाए हुन्न हुन्न के ग्यास्ट्रिक हुन्छ ल ल तिमी गएर आगो सल्काउँदै गर भात पकाएर खाउँला ल आगो रे बोल्दिन ओ बाबा के भो आगो रे बोल्दिन आगो बोलेन ल ल इद म आएँ ल ल सिटाउनु मान्छेलाई भोक लागिसक्यो भोक पनि आफैलाई मात्र लागि यस्तो गर्छ आगो बाल्न सकेको छैन ओ आगो बोल ओ आगो बोल ओइ छोरी त्यसरी आगो बोल्छ कसरी हो र हजुर त भन्न पर्छ नि बोलाउ त अबे साले ठिक छ हेलो बाबु भन मै भनेको काम गरिस् भने के भन्छ अलि बुझ्न गरी भन्न भने गुड राम्रो गरिस् ल ल फोन राख ओइ पुच्छ उठेर चिया बना ओ बाबा चिया बनाउनु त ल छोरी मान्छे भएर बाउलाई चिया पकाउन पठाउँछ लाज शरम भन्ने छैन छोरी मान्छे भएर बाउलाई चिया पकाएर दिने बेला त कहाँको को हो म नेता हो के बाबु भन चिया खाँदैछु के साले तारेको भाइ